ब्लग डे 2 हामी चाहिँ आज घुम्नलाई लेडिज पल हिँडेको। म मेरो छोरी मेरो बहिनी भएर बाटोमा हिँड्दै थियौँ। रेडी भएर निस्केर नै जान लागिसकेको थियौँ। बाटोमा हामी हिँडिरहेको थियौँ अनि मेरो छोरीलाई फेरि हिँड्न पाएपछि केही चाहिँदैन साथीहरू खुसी भएर पलाएर हिँड्छ। अरूको बच्चा त कस्तो रुन्छ, मेरो छोरी त रुँदा नि रुँदैन क्या। प्रायः जस्तो घरमा पनि त्यति त रुँदैन, त्यही निन्द्रा लाग्यो यताउति भयो भने मात्र। अनि हामी चाहिँ बाटोमा लुगा फुल देखाउँदैछौँ। अनि मेरो बहिनीले चाहिँ के भनिरहेको छ मलाई देखाएको छ। यहाँ हामी चाहिँ अलि हिँड्नुपर्छ कि गाडी घरतिर जानको लागि चाहिँ बाटोसम्म। त्यस पछाडि हिँड्दै थियौँ। अनि त्यसपछि फाइनली गाडीमा चढ्यौँ। अनि गाडीमा चढेपछि बहिनीले के भनिरहेको छ कि भिडियोमा पत्र बोलिरहेको छ। के भन्छ गाडी के भनिरहेको छ। अनि गाडीमा मान्छे देखायो खासै धेरै थिएन नि त। हामी दुईजना अनि अर्को दुईजना थियौँ, त्यति मात्र थियो, खासै थिएन। अनि उसले अब खोला देखाउँछ एकछिनमा, खोला हेर्न भन्छ, कस्तो भयो चिया र कफी जस्तो भयो भन्छ। अनि त्यस पछाडि के गफ हुन्छ दिदी बहिनीहरूको। अनि त्यसपछि एकछिन अनि अब हामी झर्ने ठाउँ आउँछ अनि झर्छौँ। अनि झरेर गुप्तेश्वरको गेट अगाडि जान्छौँ अनि यसो फोटोसोटो खिच्छौँ, भिडियो गराउँछौँ अनि फेरि हिँड्छौँ। अनि त्यस पछाडि गुप्तेश्वरको यताउति देखाइरहेको छु। गुप्तेश्वर मैले पुगिसकेको छौँ हामी चाहिँ। एकछिन पछाडि अनि बहिनीले हाई भन्दैछ, गाइज हामी आइपुग्यौँ भनि पनि रहेको छ। अनि मैले नि यसो क्यामेरा सामने देखाइरहेको छु। हाम्रो चाहिँ क्यामेराको कस्तो क्वालिटी नराम्रो आयो कि। अनि चाहिँ यस्तो मूर्तिहरू छ यहाँ चाहिँ, खानु पनि आउँदो रहेछ। मैले बहिनीको चाहिँ मैले फोटोसोटो भिडियो यताउति गराइरहेको थिएँ। मेरो बहिनीले चाहिँ छोरीलाई लिँदै भिडियो बनाउँदै थिएँ। अनि मैले चाहिँ यताउता अनि फेरि हामी भित्र गएर यसो फोटोसोटो खिच्यौँ, भिडियो गरायौँ। अनि त्यस पछाडि अनि हामी आयौँ अनि फर्क्यौँ एकछिनमा। अनि त्यस पछाडि घर आएर बस्यौँ। बाई साथीहरू।